हेलो साथीहरू, नमस्कार। आज पनि मैले तपाईहरु सामु मेरो ब्लग लिएर आएको छु। सबैले मन पराइदिनुहुन्छ भन्ने आशा लिएर। आज चाहिँ शनिबारमा मैले के गरे भनेर म हजुरहरुलाई देखाउँछु। यो चाहिँ मैले बिहानको खाना बनाइसके पछाडीको भिडियो। 9 बजे पछाडी बिहान खानासाना बनाए, बच्चाबच्चीलाई ब्रेड र दूध दिए। त्यति भएपछि 1 घण्टा जतिलाई उनीहरुलाई खेल्ने फुर्सद हुन्छ भनेर अनि मैले मेरो काम फटाफटी गर्न थालिहाले। अनि बेडसिटहरु चेन्ज गर्नु पर्यो भनेर पहिला बेडसिटहरु निकालेर मैले धुन हाल्दिन्छु। अनि त्यसपछि फटाफटी घर बढार कुडार गर्ने काम गर्छु, बढार्ने पुस्ने भन्ने सोचेको थिए। तर सोचे जस्तो हुँदैन नि त। फुच्चेले कपाल काटेर आएको रहेछ, फुच्चेलाई नुहाइदिनु पर्यो। यता गयो उतै काम, उता गयो उतै काम देख्ने म मात्र हो कि हजुरहरु पनि त्यस्तै हुनुहुन्छ? जता गयो कामै देख्छु। माथि गए माथि नै लठीपत्र, तल गए तलै लठीपत्र गर्दा बेलुका ढाड दुखेर फुत्रुक्क हुन्छ। घर के गरिस् त काम भन्दाखेरि घरको काम बढार कुडार गर्ने, घर सफा गर्ने, खाना पकाउने, त्यति हुन्छ। तर त्यो कामले दिनभरि समय खाएको चाहिँ पत्तै हुँदैन। अझ कतिपयको त यति गर्दै पनि के चाहिँ गरिस्, खाना पकाउने, बच्चा हेर्ने काम त हो नि भन्ने श्रीमान घर परिवार हुनुहुन्छ अरे। तर म यो कुरामा एकदमै आफूलाई भाग्यमान ठान्छु। मलाई एकदमै बुझ्ने, एकदमै माया साथ सपोर्ट दिने श्रीमान हुनुहुन्छ। मेरो खुसी हेर्ने, मेरो इच्छा चाहना बुझ्ने, खाएको नखाएको देख्ने। त्यहाँ भन्दा हामी छोरी मान्छेलाई के चाहियो र? पिरियड हुँदा मलाई एकदमै गाह्रो हुन्छ। त्यो समयमा मलाई एकदम यस्तो टेक केयर गर्नुहुन्छ कि नानीले म उहाँको बच्चा हो र उहाँ मेरो आमा हो, त्यति धेरै टेक केयर गर्नुहुन्छ। त्यसको लागि त भगवानलाई मैले जति धन्यवाद दिए पनि कमै हुन्छ। एकदमै धन्यवाद छ भगवान हजुरलाई। उहाँ नै मेरो जीवनसाथीको रूपमा दिनुभयो। मैले विगतका धेरै वर्षहरूमा आफूलाई प्रायोरिटी नदिएर अरूलाई प्रायोरिटी दिएर उसलाई खुसी बनाउनलाई, अर्को व्यक्तिलाई खुसी बनाउनलाई मैले धेरै कोसिस गरेँ, धेरै कामहरू गरेँ। तर कहिले पनि मेरा निम्ति कोही पनि खुसी भएनन्। मेरा लागि औँलाहरू उठिरहे, मेरा लागि आवाजहरू उठिरहे। यति हुँदा पनि मलाई खराब बनाउने बाटोहरू खोजिराख्यो क्या। अनि त्यस पछाडि मैले यस्तो सोचेँ कि यति गर्दा पनि कोही खुसी हुँदैनन् भने मैले किन आफूलाई दुःख बनाउने? बल्ल पाएको जिन्दगी मैले एकदम खुसी भएर बाँच्नुपर्छ, आफ्नो लागि बाँच्नुपर्छ, बच्चाको लागि बाँच्नुपर्छ, यहाँसम्म कि मलाई माया गर्नेहरूको लागि मैले बाँच्नुपर्छ भनेर मैले सोच्न थालेँ। त्यहाँदेखि मैले एकदम रमाउने अवसरहरू मात्र भेटेँ। सायद भगवानले नै मलाई यो डिसिजन तैँले कहिले लिन्छस् भनेर पर्खिरहनु भएको थियो जस्तै फिल भयो। एकदम खुसी हुने बाटोहरू खोजेँ। मैले नचाहेका खुसीहरू मेरा सामु आइपुगे। त्यहाँदेखि त मैले आफूलाई खुसी बनाउन सक्ने सानो प्रयासहरू पनि कहिले मिस गर्दिनँ। सुन्दा अचम्म लाग्छ, तर साँच्ची हो। मैले आफ्नो बर्थडेमा आफैलाई गिफ्ट दिन्छु। पहिला म यो सोच्थेँ कि मेरो लागि कसैले स्पेसल ओकेजन राखिदियोस्, सरप्राइज दियोस्, वाउ भन्ने हुन्छ नि, वाउ भन्ने टाइपको होस्, म खुसी हुँ भन्ने सोच्थेँ। तर त्यो त एकदम फिल्म मात्र रहेछ, वास्तविक जीवनमा त्यस्तो हुँदैन रहेछ। यो चाहिँ खराब छैन है, यो चाहिँ सही हो है भन्छन् होला भनेर मैले कति कोसिस गरेँ। कति मैले आफूले नसकेको अवस्थामा, आफूले गाह्रो साह्रो भएको अवस्थामा पनि मैले कसैलाई नाइ भन्न सकिनँ। प्रथम म नाइ भन्न नै नसक्ने मान्छे हो। तर प्लिज नाइ भन्न चाहिँ सिक्नुहोस्। कुनै काम तपाईँलाई मन परेको छैन, कुनै काम तपाईँलाई ठिक लाग्दैन भने म गर्दिनँ, म सक्दिनँ, नाइ, म दिन्न, म खान्न, यो कुरा चाहिँ अभियसली भन्नुपर्ने रहेछ। आफ्नो लागि आफूले बोल्नुपर्ने रहेछ। आफ्नो लागि कोही थर्ड पर्सन आएर बोलिदिँदैन। होला नि यति भन्दा तपाईँलाई मन नपराउनेहरू होलान्, तर तपाईँलाई साँच्चै माया गर्ने मान्छेले तपाईँले नाइ भन्दा पनि माया गरिरहन्छन्। तर माया तपाईँको स्वार्थको लागि मात्र माया गर्नेले तपाईँले नाइ भनिरहँदा ती स्वार्थीहरू टाढिउन्। त्यस्तो तपाईँकै लागि फाइदा हो। पहिला मलाई वास्ता गरेनन् भनेर मलाई एकदमै चित्त दुख्थ्यो। तर अहिले साँच्ची भनेको उनीहरूले वास्ता गरेनन् भने त मलाई एकदम खुसी पो मिल्छ, एकदम रमाइलो लाग्छ। मेरो इच्छा, मेरो चाहना मैले पुरा गर्नुपर्ने रहेछ, यो त चाहना मैले पुरा गर्नुपर्ने रहेछ भनेर बिहे गरेको 10 वर्ष पछाडि, 10 वर्ष सम्झिनु, 10 वर्ष पछाडि मैले ब्युटिसियन कोर्स गर्दैछु। मलाई सिक्न मन थियो, मलाई ब्युटी बन्न, मलाई राम्री बन्न मन लाग्ने। म अलिक नक्कली टाइपको, मलाई राम्री बनेर हिँड्नुपर्ने, मिठो खानुपर्ने, राम्रो लाउनुपर्ने। तर त्यति मात्र नभएर मैले काम पनि गर्न सक्छु।
यो लगनशीलता यो मेहनत मैले मेरी आमाको देखेर सिकेको। मेरी आमा बिहानको राति 4 बजेदेखि बेलुका राति 10 बजेसम्म पनि एक सेकेन्ड 1 मिनट नबसी पनि काम गर्न सक्ने त्यस्तो नारी हुन्। मलाई स्टिल अहिले पनि याद छ, हामी सानो सानो बच्चा हुँदा दिनभरि काम गरेर थाकेको शरीर बिचरा हामी केटाकेटी पढ्थ्यौँ, मम्मीले रातभरि चामल केलाउनुहुन्थ्यो राति। एउटा कुरो चाहिँ एकदमै मन छुन्छ, एउटा कुरोले चाहिँ आँसु आउँछ। मैले मेरो बुवा आमाको लागि मैले केही पनि गर्न सकेको छुइनँ अहिलेसम्म। ठिकै छ, तर भगवान्ले त चिता म पुर्याउँछु भन्नुहुन्छ अरे। चिताएका सबै कुरा नपुर्याए पनि धेरै कुरा पुर्याइदिनुहोस् भगवान्। आत्तिने गरी दुःख र मात्तिने गरी धन नदिनुहोस्, त्यति भए हुन्छ। मलाई जति नै नराम्रो चिताउने या मलाई जति नै नराम्रो गर्ने जोसुकै भए पनि, हुन त अहिलेसम्म मेरो एकजना पनि शत्रु छैनन्। शत्रु जस्तो 1-2 रिस गर्नेछन्, ती रिस गर्ने त साधारण नर्मल हुन्। तर पनि मैले कहिले आजसम्म छातीमा हात राखेर भन्छु, आजसम्म मैले कसैको बारेमा नराम्रो चिताएको छैन र चिताउन पनि नपरोस्। मैले एउटा सुनेको कुरा साँच्चै हो होला, कसैको लागि नराम्रो चिताएन भने आफ्नो लागि राम्रो हुँदै जान्छ भनेको सुनेको थिएँ। तर वास्तवमै मैले दुःख पाएको बेला, मन कमजोर भएको बेला, मैले नसक्ने भएको बेला भगवान्ले मलाई कसरी हिम्मत दिनुहुन्छ म आफै छक्क पर्छु। मलाई गाह्रो साह्रो अप्ठ्यारो भएको बेला मलाई आफै कहाँबाट हिम्मत आउँछ म छक्क पर्छु। कहिलेकाहीँ सम्झिन्छु मेरो बाबु सानो भएको अवस्था, सानो थियो, 1.5 महिनाको सुत्केरी थिएँ, माइतबाट आएको, यत्रो घर दोकान, त्यस पछाडि सानो बच्चा, अर्को नानी 4 वर्षको थिए छोरी, कसरी मैले आफै सम्हालेँ होला। त्यस्तो बेलामा यत्रो घरको काम कसरी गरेँ होला। दिनभरि नानी च्यापेर 1.5 महिना 2 महिनाको नानी च्यापेर नानी दोकानमा बस्नुपर्ने, एकछिन नानी बोकिदिने, 10 मिनट नानी बोकिदिने मान्छे भए पनि कस्तो हुन्थ्यो होला जस्तो फिल हुन्थ्यो क्या। अनि सबै घरको काम आफै गर्नुपर्ने, नानीलाई सुतेको बेला नानी निदाएको बेलामा आफ्नो घरको काम गर्नुपर्ने, आफ्नो लागि टाइमै थिएन। ढाड दुखेर बेलुका भएपछि कहाँ मर्नु जस्तो हुन्थ्यो। र पनि मैले कहिले आफूलाई कमजोर सोचिनँ। कहाँबाट आयो होला यति हिम्मत, यति काम गर्न सक्ने क्षमता। तर वास्तवमा दुःखहरू पनि आउनु पर्ने रहेछ। दुःख आएपछि नै वास्तवमा मान्छे डरो हुँदो रहेछ। त्यो अवस्थामा मैले दुःख नपाएको भए, मैले आफ्नाहरूबाट तिरस्कार वचन अवहेलना नपाएको भए म यति स्ट्रङ पक्कै पनि हुन्न थिएँ। माइतमा कान्छी छोरी भएर जन्मेको म, लाउनु पर्ने खानुपर्ने स्वभाव, जिद्दी गरेर भए पनि पुरा गर्नुपर्ने, रोएर भए पनि आफ्ना इच्छा चाहनाहरू पुरा गर्नुपर्ने स्वभाव भयो कि म कतिपय आफ्ना खुसीहरू कम्प्रोमाइज गरेर बस्न सक्ने भएको छु। तिनै दुःखहरूले नै मलाई यति डरो बनाएको र यति हिम्मतिलो पनि बनाएको। धेरै धेरै धन्यवाद छ यो जिन्दगीलाई। अब त कोही भए पनि असर गर्दैन, कोही नभए पनि फरक पर्दैन, यस्तो भएको छ। भगवान्ले मलाई जे दिनुभएको छ त्योबाट कहिले वञ्चित हुनु नपरोस्। अरू धेरै कुरा माग्दिनँ, केही गर्छु केही बन्छु भन्ने यो सोचलाई, यो हिम्मतलाई यत्तिकै राखिदिनुहोस्। केही गरेर देखाउनु छ, तैँले के गर्छिस् र भन्न सक्नेलाई मैले यो गर्न सक्छु भन्ने देखाउन सक्ने बन्नु छ। प्लिज भगवान् साथ दिनुहोस्। मेरो कुरा यस्तै हो, जति कुरा गरे पनि कहिले सकिँदैन। काम पनि यस्तै हो, काम पनि कहिले सकिँदैन। अब पनि अहिले मैले यतिखेर दिउँसो खाजा बनाउने बेला भयो। अब म खाजा बनाउन जान्छु। बच्चालाई अघि मैले एकचोटि फुरन्दाना दिएँ खाजा खाइसकेपछि। अहिले फेरि एकचोटि घर पुस्ने बेला भइसक्यो, उनीहरूलाई फोर बनाइसकेँ। जति गरे पनि काम यस्तै हो। तर अब आफूलाई डरो बनाउने, स्ट्रङ बनाउने काम चाहिँ गर्नुहोस्। हेर्नुहोस् दिदी बहिनीहरू, घर सटपडार सकेर पुष्पा सकेपछि म खलखली भएँ, पुरै लप्पै भिजेको थिएँ। अनि नुहाउनु पऱ्यो भनेर टक्क नुहाइधुवाइ गरेँ। नुहाइधुवाइ गरिसकेर लुगासुगा फेरेर अनि अघि धोएर सुकाएका लुगा ओछ्यानमा मिलाउने तन्ना मिलाएँ। अरू तन्नाहरू पनि बाँकी थिए। अनि अब पट्याउनु पऱ्यो भनेर लुगासुगा फेरेपछि अहिले बसेपछि अल्छी लाग्छ क्या। फेरि मलाई काम गरेको बेला कि फटाफटी गरेर सक्नु पऱ्यो, फेरि बसेपछि यस्तो अल्छी लाग्छ, काहीँ नभएको अल्छी लाग्छ। अनि भनेर गएको त राम, लुगाको रास देखेर त एकचोटि त भाउन्न भयो, सकिहाल्छ भनेर राम यत्रो लुगाको रास। अनि पट्याउन थालेँ, फटाफटी पट्याएँ। अब के गर्नु, जति भए पनि सक्नु पऱ्यो। आजको भिडियो चाहिँ एकदमै लामो भयो, अल्छी नमानिकन हेरिदिनु होला प्लिज। कसले हेरिदिनुहुन्छ लाइक कमेन्ट
अनि सेयर पनि सब्सक्राइब पनि गरिदिनु होला प्लिज प्लिज मलाई सपोर्ट गरिदिनु होला हजुरहरूको मायाको म एकदम खाँचो छ केही गर्छु भन्ने यो मेरो यो जोस जाँगरलाई त्यत्तिकै निराशमा परिवर्तन नगरिदिनु होला प्लिज मलाई सपोर्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ यो सबै कुरा सुनिदिनु भएकोमा हेर नि मेरो छोरो टोपी लाएर मामु यो टोपी कसको थियो म नजन्मेको बेला भन्दै सोध्दै थियो त्यो टोपी चाहिँ दिदीको थियो अनि दिदी चाहिँ कसरी अगाडि जन्मिनु भयो मभन्दा अगाडि कसरी छिटो जन्मिनु भयो किन छिटो जन्मिनु भयो तपाईँले धेरै खाएर छिटो जन्मिनु भएको हो भन्छ के भन्नु र भगवान् तपाईँहरूले भिडियो हेरिदिनु भयो मेरा वायातका कुरा सुनिदिनु भयो कतिपय बेला म अड्के बोल्न जान्दिनँ हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद thank you for watching love you bye bye guys bye